तपाईँले नि 1,00,000 रुपियाँ कमाउनु भयो होला, 10,000 रुपियाँ कमाउनु भयो होला, त्यस्तो टिकटक र टन्नै युट्युबरहरू सबैको देख्नुभएको होला नि है। अनि तिनीहरूले के गर्छ, तिमीले म्यासेज गर्छौ र म्यासेज गरेपछि तिनीहरूले एउटा लिङ्क पठाउँछ, यो कोर्स किन ब्रो, यो कोर्स किनिसकेपछि तिमीले यस्तो यस्तो बेनिफिट पाउँछौ भनेर भन्छ। जब तिमीले कोर्स किन्छौ तब उनीहरूले एक्ज्याक्टली के गर्छ भन्दाखेरि एक्ज्याक्टली तिम्रो 50% कमिसन त्यो मान्छेले पाएको हुन्छ। सो प्लिज बी अवेर। र यो मलाई भिडियो बनाउनु मन थिएन किनकि यो टपिकमा मैले भिडियो हालेर मलाई वाक्क लागिसक्यो अनि भिडियो बनाउनु मनै थिएन। नेपालीहरूलाई जति भने पनि पुग्दैन, बट म भनिदिन्छु एकचोटि, लास्ट एकचोटि भन्छु। यो रिलमा ट्याग गर्ने मान्छेलाई जसलाई ट्याग गर्दा नि हुन्छ, जसले यस्तो स्किम चलाइरहेको छ त्यसको टप मान्छेले तिमीलाई पक्रियो भने तिम्रो अलमोस्ट त्यसले सबसे धेरै पैसा कमाइरहेको हुन्छ कि। सो प्लिज बी अवेर होइन। र म भनिदिन्छु है त, यो किन यसलाई चाहिँ एमएलएम स्टाइल भनेर, यसलाई चाहिँ एमएलएम स्टाइल अर्निङ भनिन्छ कि। जब तिमीले एउटा एफिलिएट लिङ्क पाउँछौ, त्यहाँभित्र कोर्सहरू हुन्छ, ल कोर्सको त कुरै नगर, कोर्समा त्यहाँ बेनिफिट भन्ने कुरा तिमीले पढेर युट्युबमा पढेर सबै कुरा लिन सक्छौ। त्यो कोर्सको लागि पैसा तिरिरहनु पर्ने कुनै ग्यारेन्टी नै छैन कि। कुनै स्पेसल कोर्सै बेचेको हुँदैन उनीहरूले। एफिलिएट मार्केटिङ, सोसियल मिडिया मार्केटिङ, युट्युब जस्तो त्यस्तो कोर्स बेचिरहेको हुन्छ। थोडा त्यो कोर्स त युट्युबमा फ्रीमा अभाइलेबल छ नि यार, किन किनिरहने हामीले, त्यो कुरा नि बुझ्नु होइन। अनि अर्को कुरा, तिमीहरूलाई ड्रिम देखाइदिन्छ क्या यार, लग्जरी लाइफ देखाइदिन्छ। आहा कति राम्रो लाइफ, वाह, यति भयो भने यति, एकजनालाई रिफर गरे वापस 1700। ओहो मा कसम, एकजना, मेरो त 10जना साथीहरू छ, तिनीहरूलाई रिफर गरिदिन्छु। तिमीहरूले ड्रिममा त्यस्तो लिन्छौ यार, तिम्रो साथी, तिमीले त्यो लियो ल, तिम्रो साथीले 10जनालाई रिफर गर्यो र तिम्रो साथीको पैसा तिमीले आफूले खायो नि त, तिम्रो साथीको पैसा तिमीबाट आयो र अब 300 रुपियाँ, जस्ट तिमीले 2000को कोर्स बेचेको छ भने तिमीलाई 1700 रुपियाँ दियो भने नि 18, 1900, 2000, 300 रुपियाँ त तिम्रो कम्पनीलाई गयो नि। त्यो 300 रुपियाँबाट साथीसँग किन माग्छौ ब्रो, रिफर किन गर्छौ? त्यो एमएलएम स्टाइलको जाल हो यार, तिमीहरूलाई लग्जरी लाइफको ड्रिम देखाएर तिमीहरूसँग पैसा ठगिरहेको के। सो प्लिज बी अवेर अफ दिस प्लेटफर्म। र मलाई चाहिँ यस्तो भिडियो बनाउनु मन लाग्छ किन भन्दाखेरि म नेपालीलाई सचेत गर्नु मन लाग्छ। मलाई त्यस्तो पैसा, म आफूले पनि भिडियो बनाएर ल मैले 20,000 कमाएँ, 30,000 कमाएँ भनेर मैले भिडियो बनाएको भए तिमीहरू पनि इन्भेस्ट गर्थ्यौ होला के। कतिजना छन् मलाई अहिले नि सोधिरहन्छन्, दाइ यस्तो गर्दा के ठिक हुन्छ भनेर। एउटा भर्खर आज भाइले भन्यो, दाइ मेरो यस्तो यस्तो भयो, मैले यस्तो यस्तो गरेको थिएँ, एउटा प्लेटफर्ममा यति इन्भेस्ट गरेको थिएँ, मैले 5जना रिफर गरेँ, अलिकति कमाएँ, त्यहाँबाट रिफरै आउन छोड्यो, मैले साथीहरू कसैलाई गर्नै सकिनँ, कन्भिन्स गर्नै सकिनँ, पैसै आउँदैन दाइ भन्नु भन्यो। अब म त्यो भाइलाई के सम्झाउँ कि तिनीहरू एमएलएम स्टाइलको जालमा फँसिरहेको छ। तिनीहरूको जुन चाहिँ टप मान्छे छ नि, त्यसले चाहिँ मस्त पैसा छाप्छ होइन, किन भन्दाखेरि सबसे सुरुमा त्यसले रिफर हान्ने हो नि त। सो प्लिज अब म केही पनि बोल्दिनँ, धेरै यो भिडियो लामो भइसकेको छ। तर जुन कम्पनीले यस्तो गरिरहेको छ त्यसबाट चाहिँ अलिक टाढै बस्नु है। अनि अर्को कुरा, अर्निङ भन्ने कुरा चाहिँ तिम्रो